नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरूका लागि आधारभूत प्रशासन प्रशिक्षणको 39औं श्रृङ्खला 2081 साल मङ्सिर 26 गते विधिवत रूपमा शुभारम्भ गरिएको थियो। पानसमा दीप प्रज्वलन गरिदिनुको लागि हार्दिक अनुरोध गर्छु। एज अ प्रारूप यो सेक्सन अफिसर यो युवा जमात यो आउँदै गरेको ऊर्जा सबैलाई हेर्दा हामीले खोजेको चाहिँ भने सेवा प्रवाहको लागि प्रतिबद्ध अधिकृत खोजिराखेका छौँ, जसलाई हामीले सर्भिङ अफिसर भन्छौँ। के को लागि भन्दा गुणस्तरीय सेवा प्रदान गर्नको लागि। सूचना प्रविधिको युगमा छौँ, डिजिटल हिसाबले पनि हामीले सेवा प्रवाह गर्नुपर्नेछ र एउटा मूल्य र मान्यतामा चल्ने एउटा विधिमा चल्ने संस्था हाम्रो निजामती सेवाको एउटा अधिकृत स्तरको सदस्यको रूपमा प्रवेश गर्नु भएको छ। त्यसले त्यो विषयमा पनि ध्यान दिनुपर्नेछ। ब्युरोक्रेसी भित्र चाहिँ नि अहिले जुन खालको जाँच पास गर्नेसम्म चाहिँ मान्छेहरू पढ्छन्, जब निजामती सेवामा प्रवेश गरेर नियुक्ति लिन्छन् त्यसपछि पढ्दैनन्, नेताहरूलाई भनेर पोस्टिङमा जान्छन् भन्ने खालको जुन प्रवृत्ति छ, मन्त्रीज्यू यहीँ हुनुहुन्छ, त्यो प्रवृत्तिलाई चाहिँ यहाँहरूले हटाइदिनुहुन्छ। देशले इमानदार र लगनशील कर्मचारी खोजेको छ। हामीले समाधान गर्नुपर्ने धेरै समस्याहरू छन्। हाम्रो सामूहिक प्रयास समाधान गर्नु जान्नुपर्नेछ। तपाईहरुमा त्यो अठोट र आत्मविश्वासको विकास होस्, मेरो शुभकामना छ। यत्रो युद्ध गरे जस्तै गरी पढियो, अब त सकियो होला भन्ने हाम्रो जुन विश्वास छ, एउटा ट्यासिट किसिमको हाम्रो कन्सेन्ट छ, त्यसलाई इरेज गर्नु होला कि अब पढाइ फेरि सुरुवात हो। हामी भन्छौँ नि, द मोर यु लर्न द मोर यु सी। किन अध्ययन गर्नुपर्ने छ भन्दाखेरि त्यसले दृष्टिकोण बढाउने छ र हाम्रो निर्णय गर्न सकेको छ। 39औं आधारभूत प्रशासन प्रशिक्षणमा सामान्य प्रशासन समूहका 117, लेखा समूहका 32, राजस्व समूहका 24, लेखा परीक्षण सेवाका 24 र परराष्ट्र सेवाका 6 जना गरी कुल 203 जना प्रशिक्षार्थीहरू सहभागी रहेका थिए। यस आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको दोस्रो दिन प्रशिक्षार्थी अधिकृतहरूलाई पाठ्यक्रम, समय व्यवस्थापन तथा समग्र प्रशिक्षणबारे अभिमुखीकरण गरिएको थियो। बेसिक एडमिनिस्ट्रेसन ट्रेनिङ भन्छौँ हामी यसलाई, आधारभूत प्रशासन प्रशिक्षण। यो कम्पिटेन्सी बेसमा आएको छ। कम्पिटेन्सी भन्ने बित्तिकै एज अ पब्लिक सर्भेन्ट यु हेभ लाइक एन नम्बर्स अफ फङ्सन्स टु डु होइन। एज अ सेक्सन अफिसर, एज अ फ्रन्ट लाइन अफिसर यहाँले हेर्नुभयो भने देयर आर फन्डामेन्टल थिङ्स विच यु क्यानट कम्प्रोमाइज वेयर एभर यु गो। तपाईँहरू जहाँ प्रवेश गर्नुभएको छ, समूहमा काम गर्ने यहाँले प्रवेश गर्नुभएको छ। अब भूमिकाको हिसाबले पनि फरक र अब गर्नुपर्ने व्यवहारको हिसाबले पनि फरक कि अब हामी समूहमा काम गर्नुपर्छ। यसले ग्रुप खोज्छ, ग्रुप डाइनामिक्स खोज्छ। यो सेवा समूह जहाँसुकै भए पनि हामी निजामती प्रशासनमा छौँ, त्यस कारण हामी यहाँ कोहेसिभनेस देखाउँछौँ। त्यसको सुरुवात चाहिँ स्टाफ कलेजबाट गर्छौँ। हामी आफ्नो व्यवहार, कर्म, निर्णय र जिम्मेवारीप्रति सदैव जवाफदेही रहँदै पृष्ठपोषण। प्रशिक्षण कार्यक्रमको तेस्रो र चौथो दिन प्रशिक्षणमा सहभागी अधिकृतहरूले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यले प्रदान गर्ने सेवामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासन प्रत्याभूति गर्ने राज्यको नीति कार्यान्वयन गर्न र राष्ट्र र जनताप्रति निष्ठापूर्वक सेवा भाव राखी नवीन सोच, विधि, पद्धति एवं पेशागत सक्षमताको अवलम्बन मार्फत उत्कृष्ट ढङ्गले कार्य सम्पादन गर्ने प्रतिबद्धताका साथ आफ्नो समूहभित्र र सबै समूहहरू बीच घनीभूत छलफल गरी सामूहिक रूपमा मूल्य मान्यताहरू निर्माण गरेका थिए। सदाचारी नैतिकवान हुनुपर्ने कुराहरू हामीले अरूलाई भन्दा पनि हामीले नै आफ्नो मूल्य मान्यता यो हो भनेर निर्धारण गर्दै गर्दाखेरि हामीले त्यो पालना गर्नुपर्ने दायित्व आफैमा आउँदो रहेछ। त्यो अपनत्व, मूल्य मान्यताप्रतिको अपनत्व चाहिँ सिर्जना हुँदो रहेछ। प्रतिष्ठानले आधारभूत प्रशासन प्रशिक्षण आवासीय कार्यक्रम सहित
नेपाल प्रशासन सामान्य प्रशासन समूहको लागि 6 महिना तथा लेखा, राजस्व, लेखा परीक्षण, परराष्ट्र सेवा लगायतका समूहको लागि 4 महिना सञ्चालन गर्ने गरेको छ। यस 39औं आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी 203 जना प्रशिक्षार्थीहरूलाई 7 वटा समूहमा विभाजन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। आधारभूत प्रशासन प्रशिक्षण प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण विभाग अन्तर्गतको सेवा प्रवेश प्रशिक्षण केन्द्रले सञ्चालन गर्ने गर्दछ। यङ माइन्डसेट्स, इनोभेटिभ अप्रोच र क्रिएटिभ आइडियाजको संयोजनले पनि यो प्रशिक्षणलाई अन्य प्रशिक्षणहरूभन्दा थप पृथक बनाउने गर्दछ। यो प्रशिक्षण 6 वटा मोड्युल्सको सेरोफेरोमा रहेर सञ्चालन गरिन्छ। एसटिएमपी मोड्युल अन्तर्गत अधिकृत प्रशिक्षार्थीहरूले निजामती सेवाको मूल्य मान्यतासँग आफूलाई अभिमुखीकरण गरेका थिए। सुव्यवस्थापन, सदाचार तथा नैतिकता, निजामती सेवा संस्कृति र राजनीति, सङ्गठन नागरिक व्यवहार, सकारात्मक मनोवृत्ति र तनाव व्यवस्थापन, द्वन्द्व र वार्ता व्यवस्थापन, कार्य सम्पादन व्यवस्थापन, कार्यस्थलमा गुनासोहरू व्यवस्थापन, नेतृत्व भूमिका र सिप, व्यावसायिक शिष्टाचार जस्ता सेसनहरूबाट प्रशिक्षार्थीहरूलाई व्यक्तिगत र व्यावसायिक रूपमा चाहिने सिपको विकास गरिएको थियो। आफ्नै सेल्फ म्यानेजमेन्ट नै नभए हामीले अफिस म्यानेजमेन्ट गर्न सक्दैनौँ भनेर आफूलाई कसरी व्यवस्थापन गर्ने, आफ्नो स्ट्रेस, कार्यस्थलमा आउने स्ट्रेसहरूलाई म्यानेजमेन्ट गर्नको लागि चाहिँ के विधिहरू अपनाउने अनि समय व्यवस्थापन कसरी गर्ने जस्ता कुराहरू चाहिँ सिक्ने अवसर पायौँ। यसै मोड्युलमा प्रोफेसनल एटिकेट्स अन्तर्गत ड्रेस एटिकेट, डिप्लोमेटिक एटिकेट र डाइनिङ एटिकेट सम्बन्धी ज्ञान र सिप प्रदान गरिएको थियो। यसै क्रममा डाइनिङ एटिकेट सिकाउनका लागि नेपाल एकाडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्टमा लगी प्रयोगात्मक तथा व्यावहारिक सिप सिकाउने अभ्यास गरिएको थियो। खाना कसरी खाने, चम्चा कसरी समात्ने, हैन, बस्ने कसरी लगायतका कुराहरू चाहिँ व्यावहारिक रूपमा चाहिँ सिकाइ भयो। शासन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी प्रशिक्षार्थीहरूको विश्लेषणात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गभर्नेन्स एन्ड सर्भिस डेलिभरी मोड्युल सञ्चालन गरिएको थियो, जस अन्तर्गत नियमित कक्षा सत्र सँगसँगै प्रशिक्षार्थीहरूको पेशागत व्यावहारिक सिप विकास गर्नका लागि काठमाडौँ उपत्यकाका विभिन्न निकायमा गई सार्वजनिक सेवा प्रवाह कसरी भइरहेको छ, त्यहाँ सेवा प्रवाह गर्दा के कस्ता समस्याहरू छन् र सेवाग्राहीहरूको धारणा के कस्तो छ भन्ने बारे अध्ययन अवलोकन गराइएको थियो। आफू एकचोटि सेवाग्राही भएर पनि गयो, त्यस पछाडि हामी चाहिँ आफ्नो परिचय दिएर पनि गयो। त्यसरी जाँदाखेरि सेवाग्राही भएर जाँदा कस्तो कस्तो समस्या भोग्नुपर्ने रहेछ भन्ने कुराको चाहिँ हामीले अनुभव लियौँ। सार्वजनिक सेवा प्रवाह सम्बन्धी स्थलगत अध्ययन अवलोकन गरे पश्चात प्रशिक्षार्थीहरूले पोस्टर तयार गरी प्रस्तुतिकरण गरेका थिए। राम्रो कुरा के थियो, त्यहाँमा सुधार गर्नुपर्ने कुराहरू के थियो र इनोभेसनहरू के गर्न मिल्छ अथवा के छ भन्ने टाइपको डिफ्रेन्ट ग्रुपमा चाहिँ हाम्रो पोस्टर प्रेजेन्टेसन भयो। यो बाहेक चाहिँ हाम्रो प्यानल डिस्कसनहरू पनि भयो र यो थ्योरिटिकल प्लस यसमा चाहिँ मेन चाहिँ फिल्ड भिजिट अनि त्यो सिमुलेसन र प्र्याक्टिकल क्लासहरूले गर्दाखेरि चाहिँ जिएसटी मोडल एकदम उपयुक्त लाग्यो मलाई चाहिँ। त्यसै गरी प्रशिक्षार्थीहरूलाई स्थानीय सरकारमा हुने गाउँ नगर सभाबारे सिकाउन नमुना सभा पनि आयोजन गरिएको थियो। भोलि हामी प्रशासनको मान्छेहरू स्थानीय तहमा गएर गाउँसभाहरू सञ्चालन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी निर्वाह गरेर गाउँसभाहरूको आयोजना तथा व्यवस्थापन गर्नुपर्ने सन्दर्भमा त्यसको एउटा साइमुलेसनको रूपमा यहाँ हामीले गाउँसभा सञ्चालन गर्दा के कस्ता अप्ठ्याराहरू हुँदा रहेछन् र त्यसका प्रक्रियागत बेसिक कुराहरू के हुन् भन्ने सम्बन्धमा जानकारी भयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षाका मामिलाहरू, सुरक्षा सम्बन्धी राष्ट्रिय रणनीतिहरू, ट्रान्सबोर्डर सुरक्षाका मुद्दाहरूमा अध्ययन तथा छलफल गर्नका लागि प्रशिक्षार्थी अधिकृतहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा लगिएको थियो। प्रभावकारी तौरले सेवा प्रवाह गर्न कर्मचारीहरूमा अपरिहार्य हुनुपर्ने कार्यालय सञ्चार सिप एवं निर्णय निर्माण सिपको विकास गराई व्यवस्थापकीय सक्षमता विकास गर्ने उद्देश्यले
कम्युनिकेसन एन्ड डिसिजन मेकिङ मोड्युल सञ्चालन गरिएको थियो। जसमा हामीले टिप्पणी लेख्ने कुराहरू, बैठक व्यवस्थापन गर्ने कुराहरू, मन्त्री परिषदमा लैजाने प्रस्ताव निर्माण गर्ने कुराहरूदेखि लिएर निर्णय निर्माणसम्मका समग्र प्रक्रियाहरूमा अत्यन्तै प्रभावकारी ढङ्गले सैद्धान्तिक र व्यावहारिक तरिकाले हामीले सिक्ने अवसर प्राप्त गऱ्यौँ। सुरुमा भनेको टिप्पणी उठानदेखि कार्यक्रम सुरु हुन्छ र लास्टमा गएर हामीले डिसिजनसम्म पुगिन्छ कुनै पनि कुराको। पछि अफिसमा गएर डेस्कमा बसेर काम गर्दा नै के गर्ने भन्ने चाहिँ कन्फ्युजन हटाउनलाई चाहिँ सिडिएम मोडुलले चाहिँ हामीलाई सहयोग गरेको हो। नेपाल सरकारको कार्यप्रणालीमा सूचना तथा सञ्चार प्रविधिको आवश्यकता, प्रयोग र उचित किसिमले प्रतिवेदन तयारी गर्न आवश्यक ज्ञान र सिप बढाउनका लागि इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी तथा रिपोर्ट राइटिङ मोड्युल पनि यो प्रशिक्षणको पाठ्यक्रममा समावेश गरिएको छ। यसमा विशेष गरेर ई गभर्नेन्स र डिजिटल गभर्नेन्सको पक्षबाट आइसिटी मोड्युललाई व्यावहारिक बनाउनका लागि प्रयोगशालामा नै सत्र सञ्चालन र अभ्यास गराउँदै आइसिटीको उच्चतम प्रयोग भएको नेपाल सरकारको कार्यालयहरूमा स्थलगत अध्ययनका लागि समेत लगिएको थियो। तत्पश्चात कन्फरेन्स गरी सिकाइलाई सामूहिक रूपमा आदान प्रदान गरिएको थियो। सरकारले नै लिएको गोल पेपरलेस, फेसलेस, बाउन्ड्रीलेस, क्यासलेसको मान्यताहरूलाई हामीले अवलम्बन गर्दै डिजिटल गभर्नेन्सलाई कसरी सफल बनाउने, स्थानीय तहमा गइसकेपछि स्थानीय तहलाई विभिन्न विवरणहरूलाई कसरी हामी डिजिटलाइज गर्ने, त्यो नागरिकको सूचनाको हकलाई कसरी हामी चाहिँ डिजिटल मैत्री बनाउने, त्यसलाई कार्यान्वयन गर्नलाई हामीले के कामहरू गर्ने, रिपोर्ट राइटिङको विषयहरू पनि हामीले राम्रो तरिकाले सिक्यौँ। डिजिटल गभर्नेन्सलाई सफल बनाउन एउटा आधारको रूपमा मैले चाहिँ यसलाई लिएको छु। नीति व्यवस्थापन प्रक्रिया, विकास योजना, आयोजना व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन जस्ता विषयहरूमा प्रशिक्षार्थीहरूको आधारभूत बुझाइ बढाउने लक्ष्य राख्दै विकास व्यवस्थापन अर्थात् डेभलपमेन्ट म्यानेजमेन्ट मोड्युलको सञ्चालनमा पनि व्यावहारिक तथा प्रयोगात्मक सिकाइका विधिहरू अवलम्बन गरिएको थियो। कन्ट्र्याक्ट म्यानेजमेन्ट कसरी गर्ने, प्रोजेक्ट म्यानेजमेन्ट कसरी गर्ने, हामीले व्यावसायिक फर्महरू दर्ता गर्दाखेरि कसरी गर्ने, सार्वजनिक खरिदको प्रक्रियाहरू के हुन्छ, नीति कसरी बन्छ, योजना कसरी बनाइन्छ, त्यसलाई कार्यान्वयनमा कसरी लगिन्छ, स्थानीय तहको बजेट निर्माण गर्ने प्रक्रियाहरू के छ भन्ने विषयमा हामीले प्र्याक्टिकल रूपमा बजेट निर्माण गरेर छलफल गरेर रोल मोडल हामीले रोल चाहिँ निभाएर त्यसरी चाहिँ हामीले गऱ्यौँ। योजना व्यवस्थापन अन्तर्गत नेपालका ठुला आयोजनाको स्थलगत भ्रमण गरेर सिकाइ सुनिश्चित गर्न सिंहदरबार स्थित निर्माणाधीन सङ्घीय संसद भवन परिसर निर्माण परियोजनाको अवलोकन भ्रमण गराइएको थियो। फिल्ड भिजिट गरिसकेपछि कसरी गरिरहेको छन्, टेन्डरिङ कसरी छ, त्यहाँको चाहिँ मेटेरियलहरू, वर्करहरूको विषयमा र भुक्तानी प्रक्रियाहरूको विषयमा, गभर्मेन्टको कोलाबोरेसनको विषयमा हामीले धेरै कुरा बुझ्यौँ। त्यसमा हामीले रिपोर्ट राइटिङ पनि गऱ्यौँ र त्यसमा हामीले प्रेजेन्टेसनहरू पनि गऱ्यौँ। अब हामी डाइरेक्ट गएर ठोकिने भनेको कतिपय स्थानीय तहमा हुन्छ, कतिपय विकासे अड्डाहरूमा हुन्छ। हामी त्यहाँ गएर काम गर्दै गर्दाखेरि नीति, योजना, बजेटको कार्यान्वयनमा चाहिँ यसले हामीलाई धेरै हेल्प गर्छ भन्ने लागेको छ। अधिकृतहरूलाई अङ्ग्रेजी भाषाको सिप पनि आवश्यक पर्छ भनेर यस प्रशिक्षणमा अङ्ग्रेजी सञ्चारको मोड्युल पनि सञ्चालन गरियो। यो मोड्युलले मूलतः अङ्ग्रेजी भाषामा सहभागीहरूले प्रभावकारी सञ्चार गर्न आवश्यक मूलभूत सिपहरू, सुनाइ, बोलाइ, लेखन तथा पढ्ने सिपहरू बढाउने लक्ष्य राख्दछ। मूलतः हामी चाहिँ फिल्डमा जाँदा अथवा इन्टरनेसनल फोरमहरू, डिप्लोमेटिक एजेन्सीहरूमा चाहिँ पार्टिसिपेट गर्दाखेरि स्पोन्टेनियसली इङ्ग्लिस चाहिँ कसरी बोल्ने र ग्रिटिङ्सहरू हामीले एक्सपोज गर्दाखेरि कसरी गर्ने र ग्रुपमा चाहिँ पब्लिक स्पिकिङमा चाहिँ आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा चाहिँ हाम्रो चाहिँ फिजिकल एपियरेन्स प्लस अनि स्पिकिङमा चाहिँ कसरी आफू चाहिँ स्फूर्त रूपमा कन्फिडेन्टली प्रस्तुत हुने भन्ने कुरा मूलतः हामीले सिक्ने अवसर पाइयो। कुनै क्षेत्रमा गएर इङ्ग्लिसमा पनि कार्यहरू गर्नुपर्ने हुन्छ, इङ्ग्लिसमा डिस्कसन गर्नुपर्ने हुन्छ, त्यो कुराहरू पनि यहाँबाट सिक्न पाइयो। र हेर्दा सुरुमा जति अप्ठ्यारो लागे पनि बिस्तारै यो इङ्ग्लिस कम्युनिकेटिभ इङ्ग्लिसको क्लास सम्पूर्ण रूपमा सकिएपछि सबैले एउटा आत्मविश्वास वृद्धि भएको छ। यो चाहिँ प्र्याक्टिकल बेसिसमा धेरै थियो र अलिकति चाहिँ अब कन्टेन्ट राइटिङहरूमा पनि भइदिएको भए भन्ने टाइपको हामीलाई चाहिँ अलिकति फिल चाहिँ भएको थियो। प्रस्तुत 6वटा मोड्युलका अतिरिक्त राष्ट्रिय अर्थतन्त्र, विकास, सुशासन, व्यवस्थापन तथा भू राजनीतिक परिवेशका समसामयिक विषयवस्तुहरूको बारेमा ज्ञान एवं जानकारी दिने उद्देश्यले सबै समूहले सहभागी हुने गरी विषय विज्ञबाट प्रस्तुतीकरण गर्ने
र प्रशिक्षार्थी अधिकृतहरूले विज्ञहरूसँग अन्तर्क्रिया तथा छलफल गर्ने गरी कमन सेसन शीर्षकमा बृहत अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएका थिए। त्यो नेपालको आन्तरिक इकोनोमिक कन्डिसन म त चर्चा भयो साथै नेपालको इकोनोमीलाई चाहिँ बाह्य इकोनोमीले कसरी प्रभाव पारिरहेको छ, बाह्य राजनीतिले कसरी प्रभाव पारिरहेको छ, त्यो विषयमा पनि हामी क्लियर भयौँ। आवासीय रूपमा रहँदा प्रशिक्षार्थी अधिकृतहरूलाई अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराई विविध पक्षमा व्यावहारिक ज्ञान, सिप र असल आचरण सिक्दै समग्र व्यक्तित्व विकास गर्ने अवसर प्रदान गरिएको थियो। यस आवश्यक कार्यक्रममा समावेश गरिएका अतिरिक्त क्रियाकलापहरूले प्रशिक्षार्थी अधिकृतहरूको समूह कार्य, अनुशासन र नेतृत्व निर्माणको विकास गर्दै शारीरिक, मानसिक र सामाजिक पक्षलाई सबल बनाउन मद्दत गर्दछ, जुन निजामती कर्मचारीहरूको लागि अति आवश्यक हुन्छ। आवासीय प्रशिक्षार्थीहरूलाई हप्ताको 3 दिन बिहान र हरेक बेलुकीको समयमा नेपाल प्रहरीका प्रशिक्षकहरूबाट शारीरिक व्यायाम, कसरत, सलामी, मार्चपास, दौड जस्ता पक्षमा प्रशिक्षण भयो। यसका अतिरिक्त प्रशिक्षार्थीहरूले स्वस्थ रहन र शारीरिक सुगठनका लागि व्यायाम पनि गर्ने गरेका थिए। प्रशिक्षार्थीहरूलाई हप्ताको 3 दिन बिहानको समयमा योग गुरुबाट योग अभ्यास र ध्यान सहितको योग कार्यशाला सञ्चालन भयो। यसबाट प्रशिक्षार्थीहरूले असल जीवन जिउँदै स्वस्थ रहने कला सिकेका छन्। प्रशिक्षार्थीहरूले चित्रकला सम्बन्धी कक्षामा आफ्नो रुचिको अभ्यास गरी कलाकारिताको क्षमता तिखार्दै राम्रा चित्रकला सिर्जना गरे। यी चित्रकलाका सिर्जनाहरू प्रतिष्ठानका विभिन्न कक्षाहरूमा सजाएर राखिनेछ। सङ्गीतमा रुचि राख्ने प्रशिक्षार्थी अधिकृतहरू गायन तथा वाद्यवादन प्रशिक्षणमा सहभागी भई आफूसँग भएको कलालाई निखार्ने अवसर प्राप्त गरेका थिए। त्यसै गरी प्रशिक्षार्थी अधिकृतहरूले नृत्य प्रशिक्षणको अवसर पनि प्राप्त गरेका थिए। प्रकृतिसँग घुलमिल हुँदै स्वस्थ समेत रहनको लागि आवासीय प्रशिक्षार्थीहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको नवबुद्धमा पदयात्रा गराइएको थियो। आवासीय प्रशिक्षार्थीहरूकै सक्रियतामा आफ्ना साहित्यिक रचनाहरू, कविता, मुक्तक, गीत, गजल आदि प्रस्तुत गर्दै साहित्यिक कार्यक्रम सञ्चालन गरिएको थियो। प्रशिक्षार्थीहरूमा स्वयंसेवी भावना विकास होस् भन्ने उद्देश्यले प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा प्रशिक्षार्थी अधिकृत र प्रतिष्ठानका कर्मचारीको उल्लेख्य सहभागिता थियो। प्रशिक्षार्थीहरूले नै हाजिरी जवाब प्रतियोगिता पनि आयोजना गरेका थिए। प्रशिक्षार्थी अधिकृतहरूले भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण गर्ने अवसर पनि प्राप्त गरे। प्रशिक्षार्थीहरू आवासीय रूपमा रहँदा कुरिन्टारमा रहेको सशस्त्र प्रहरी बल अन्तर्गतको डिजास्टर म्यानेजमेन्ट ट्रेनिङ स्कुलको भ्रमण गरे। भ्रमणको क्रममा प्रशिक्षार्थीहरूलाई विपदको अवस्थामा उद्धार कार्य र व्यवस्थापनका विषयमा प्रदर्शन गरी जानकारी प्रदान गरिएको थियो। यसै क्रममा प्रशिक्षार्थीहरूले जल उत्पन्न विपदमा कसरी उद्धार कार्य गरिन्छ भन्ने बारेमा अभ्यास गर्ने अवसर पनि प्राप्त गरे। प्रशिक्षार्थीहरूले आवासीय समयमा नै सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरे। यस कार्यक्रममा प्रशिक्षार्थीहरूले गीत, सङ्गीत तथा विभिन्न जात जातिका नाच, वेशभूषा र संस्कृतिलाई पस्किँदै एक आपसमा सांस्कृतिक र जातीय चेतनाको अभिवृद्धि गरे। त्यसै गरी प्रशिक्षार्थीहरूले आवासीय समयमा विभिन्न खेलहरू खेल्ने र समूहमा आन्तरिक रूपमा खेलकुद प्रतियोगिताहरू आयोजना समेत गरेका थिए। नवप्रवेशी अधिकृतहरूलाई एक जिम्मेवार राष्ट्रसेवक कर्मचारीको भूमिकामा देशको भूगोल, समाज, संस्कृति एवं ऐतिहासिक पक्षहरूको प्रत्यक्ष अनुभूति गराउने उद्देश्यले
आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमकै एक महत्त्वपूर्ण अङ्गको रूपमा 7 दिने देश दर्शन कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा महाकाली समूहलाई मकवानपुर र चितवन, कोशी समूहलाई गोर्खा र लमजुङ, रारा समूहलाई दोलखा र सिन्धुपाल्चोक, जानकी समूहलाई पाल्पा र स्याङ्जा, मेची समूहलाई मोरङ र धनकुटा, खप्तड समूहलाई रूपन्देही र कपिलवस्तु र भेरी समूहलाई बाँके र बर्दिया जिल्लाको अवलोकन भ्रमणमा पठाइएको थियो। समुदायहरूको आर्थिक अवस्था, सामाजिक अवस्था, सेवा प्रवाहको अवस्था, हामी पछि गएर पनि त्यहाँ गर्नुपर्ने कामहरूको बारेमा अध्ययन गर्ने अवसर पायौँ। सेवा प्रवाहमा हामीले सुधार ल्याउनु पर्ने हुन्छ भोलिको दिनमा भन्ने विषय नजिकबाट बुझ्नलाई हामीलाई अझ मौका मिलेको छ। प्रशिक्षार्थी अधिकृतहरू भ्रमणबाट फर्किएपछि देश दर्शन कार्यक्रममा देखे सिकेका सिकाइहरू समेटेर प्रतिवेदन तयार पारी प्रस्तुत समेत गरेका थिए। यसरी विषयवस्तुमा आधारित पाठ्यक्रमको कक्षा सत्र सञ्चालन गरिनुका साथै विविध क्रियाकलापहरू सम्पन्न भए सँगसँगै सामान्य प्रशासन समूह बाहेकका लेखा, राजस्व, लेखा परीक्षण र परराष्ट्र सेवाका प्रशिक्षार्थी अधिकृतहरूको प्रशिक्षण 4 महिना सञ्चालन पुरा भएकोले 2081 साल चैत्र 25 गते दीक्षान्त समारोह आयोजना गरी सम्पन्न गरिएको थियो। हामीले यहाँ अनुभव गरेको, यहाँ व्यतीत गरेको यो जुन 4 महिनाको पिरियड छ, यो पिरियड चाहिँ हाम्रो लाइफ टाइमकै एकदमै मेमोरेबल पिरियड हुनेछ। यो एकदमै सुनौलो अक्षरले लेखिनेछ यो हाम्रो लाइफ टाइममा भन्ने मलाई लागेको छ। सबैको अनुभव नि पक्कै त्यही नै होला। सामान्य प्रशासन समूहका प्रशिक्षार्थी अधिकृतहरूलाई भने 2 महिना कार्यालय आबद्धताका लागि विभिन्न 30 वटा जिल्लाहरूमा पठाइएको थियो। इन्टर्नसिपको क्रममा वास्तविक रूपमा भेटिने सरकार, संविधानमा लेखिने सरकार र देखिने सरकारमा चाहिँ फरक हुने रहेछ भन्ने कुरा बुझ्यौँ पहिलो कुरा। दोस्रो कुरा चाहिँ सेवाग्राहीको भिडभाडमा र सीमित स्रोत साधनका बावजुद पनि उत्कृष्ट कार्य सम्पादन गर्न सकिने रहेछ भन्ने कुरा बुझ्यौँ। पहिलो त कानुनको प्रयोग नै रहेछ। कानुनको प्रयोग गर्दै निष्पक्ष सेवा दिएर सेवाग्राहीको सन्तुष्टिमा जोड दिनु नै हाम्रो मुख्य दायित्व हो जस्तो लाग्यो। मेरो सिकाइ चाहिँ त्यही रह्यो। आफूले सैद्धान्तिक ज्ञान प्राप्त गरेको छ, त्यो ज्ञानलाई चाहिँ व्यवहारिक कसरी प्रयोग गर्ने। जस्तो हामीले 3वटा अफिसमा भिजिट गर्दाखेरि अब हामी यी 3 अफिसमा जाँदाखेरि हामीले कुनै जिम्मेवारी पायो भने निर्धक्कका साथ, कन्फिडेन्सका साथ हामीले त्यो काम गर्छौँ, किनकि नियमित हुने कामहरू हामीले लगभग सिकिसकेका छौँ। कार्यालय आबद्धताका क्रममा हरेक प्रशिक्षार्थी अधिकृतले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा रही सार्वजनिक प्रशासन, विकास प्रशासन र सेवा प्रवाहका बारेमा स्थलगत अध्ययन, अवलोकन गरी ज्ञान र सिप हासिल गर्ने अवसर प्राप्त गरेका थिए। तालिमलाई एकदमै व्यवहारिक रूपमा सिक्ने प्रयास गर्यौँ र यसले अब हामीलाई जुन पदस्थापना गर्छ त्यसमा हामी सरकारको प्रतिनिधि भएर गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्न एकदमै सक्षम हुन्छौँ भन्ने विश्वास लिएका छौँ। हामीले नेपालको सार्वजनिक सेवा प्रशासनमा आफ्नो सर्भिस डेलिभरी गर्ने क्रममा यङ जेनेरेसनलाई चाहिँ एउटा साइन्टिफिक र सिस्टमेटिक वेमा सर्भिस डेलिभरी गर्न एकदमै च्यालेन्जिङ सिचुएसन रहेछ भन्ने भयो। विभिन्न चुनौतीहरूका बावजुद यसलाई हामी सफल बनाउनेछौँ र देशलाई अगाडि बढाउनेछौँ, यो हाम्रो प्रतिबद्धता रहेको छ। यसै क्रममा प्रशिक्षार्थी अधिकृतहरूले कार्यालय आबद्धताको सिकाइ प्रतिवेदन तयार गरी प्रतिष्ठानमा पेश गर्ने तथा प्रस्तुतिकरण गर्ने कार्य गरेका थिए। यसै प्रस्तुतिकरणसँगै ब्याटको 39औं श्रृङ्खला 6 महिनासम्म सञ्चालन भई 2082 साल असार 2 गते दीक्षान्त समारोहको आयोजना गरी सुसम्पन्न गरिएको थियो। आगामी दिनमा एउटा सेवा प्रवाहमा एउटा ऊर्जा थपिएको छ र यसको अनुभव समग्रमा यो अनुभवलाई शब्दमा व्याख्या गर्न सकिँदैन, किनभने यो एउटा सपना पुरा भएको कुरा छ। प्रशिक्षण विधिहरू भयो, होस्टेलको बसाइ भयो, खेलकुदका कार्यक्रमहरूको म्यानेजमेन्ट भयो, डान्सिङ कार्यक्रमहरू भयो, थुप्रै प्रकारका एक्स्ट्रा एक्टिभिटिजहरूले पनि हामीमा भएको क्षमता सिपलाई प्रदर्शन गर्ने मौका मिल्यो। अब गइसके पश्चात चाहिँ यहाँको एकदम यो अविस्मरणीय जिन्दगीकै अविस्मरणीय पलको रूपमा मैले यसलाई लिएको छु। 39औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा सहभागी भई आधारभूत प्रशासन प्रशिक्षणको यात्रा पूरा गरी दीक्षित हुनुभएका सम्पूर्ण अधिकृतहरूलाई प्रतिष्ठान परिवारका तर्फबाट हार्दिक बधाई तथा शुभकामना। आगन्तरा एउटै हो, छले
सुन्दा